हेलो साथीभाइहरू सबैजना चाहिँ आरामै होला। म पनि एकदम फिट एन्ड फाइन छु। अहिले चाहिँ हामी विमलनगर यातायात अगाडि छौँ। अहिले चाहिँ हामी दमलीबाट आएको, मिसिन लिएर आएको। मिसिन चाहिँ दमलीमा 450 मिटर जति पिच गरेर अहिले यहाँ विमलनगरमा आएको पिचको लागि। उता गएर यता गर्ने प्लान थियो, तर खासै त्यो बम्बिङ रोडमा बम्बिङ आएको भएर त्यो बम्बिङलाई मिलाउँदैछन्। अनि त्यही हो, मिलाएपछि चाहिँ हुन्छ। आज चाहिँ हुन्न होला सायद, अब भोलि बिहान हुन्छ। अहिले चाहिँ मिसिन चाहिँ जाएर मिसिन यतै थन्काउँछौँ। बाँकी काम चाहिँ भोलि हुन्छ। पिच यहाँ विमलनगर चुनपहरामा तपाईँहरू देख्न सक्नुहुन्छ। अगाडिको त्यो भिर चाहिँ चुनपहरा भिर हो। कतिले देख्नुभएको छ होला, कतिले देख्नु भएको छैन होला। हामी चाहिँ विमलनगर बजारमा छौँ। अनि यता लेफ्ट साइडमा चाहिँ विमलनगरको यातायात छ, यातायात कार्यालय छ। यता सबै लाइट गाडी, बाइकहरूको चाहिँ ट्रायल पनि हुन्छ। अलिक भित्र जानुपर्छ। अहिले चाहिँ हामी यहाँ मिसिन जाँदैछौँ। मिसिन जाँदा चाहिँ यसरी जाँदा मिसिन अब यो मिसिन अलि पुगेर आउने बेलामा चाहिँ फेरि धेरै ठाउँ खान्छ। हेर्नु न, अगाडिको यो भाग चाहिँ यो एक साइडको रोड चाहिँ पुरै खान्छ क्या यसले। हेर्नु न, वारपारै छ। अनि त्यही भएर ल्याउँदाखेरि अलि रिक्स हुन्छ, तर खोलेर ल्याउनु चाहिँ फेरि बेसी गाह्रो पर्छ कि। हेर्नु न, फेरि यो चाहिँ यो भर्याङ चाहिँ खास यसको लागि हो। यो छुट्टोको भर्याङ चाहिँ ठाडो परेको भर्याङले मात्रै हुँदैन। ठाडो परेको भर्याङले मात्रै त्यसमा चढायो भने चढ्दैन, गाडीले छुन्छ, तल अगाडि पछाडि भागले छुन्छ। त्यही भएर यो तलको भर्याङ चाहिँ खास त्यसको लागि हो। मिसिनहरू चढाउन चाहिँ त्यस्तो खासै त्यो तलको चाहिँ पर्दैन, त्यो माथिकोले हुन्छ। खास यो तलको भर्याङ चाहिँ खास यो थम्बुजीको लागि हो। थम्बुजी पनि जाइयो। अब मौसम पनि ट्याक्क गर्मी छ। हाम्रो साथीभाइहरू लागिरहेका छन् काममा। अब त्यो भर्याङ चढाउँछ अनि त्यो गाडी जान्छ। अनि त्यसपछि के गर्छ काम, प्राइमर छर्नु छ। अगाडि छ एउटा सेतो त्यो प्राइमर छर्ने गाडी, ट्याकउट छर्ने गाडी त्यहीँ अगाडि बसिरहेको छ। त्यो सेतो गाडी हो। त्यो पनि अब प्राइमर चढेर जान्छ। अहिले चाहिँ देख्न सक्नुहुन्छ है, गाडी चाहिँ थम्बुजी पनि गाडी नै हो। मिसिनहरू सबै रोलरहरू, स्काइभेटरहरू, थम्बुजी सब बोक्ने यसैले हो। हाम्रो यो कम्पनीको गाडीहरू चाहिँ दुईजनाले चाहिँ त्यो हालिरहेछन् है, भर्याङ थम्बुजीको भर्याङ हालिरहेछ। अब त्यही हो, भिडियो अन्तिमसम्म हेर्नु होला। अनि सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। अनि के कस्तो के छ भिडियोमा कमेन्ट गर्नु होला है त।